सो गाइज वेलकम टु अंकित ब्लग। हाम्रो गाडी चाहिँ पछाडि छ, दादा गाडी अगाडि गइरहेछ हैन। दिनी निनी ट्याक्क लाएर सनननन हैन ट्याक्क लाएर गाइज हाम्रो गाडी नि आउँदै छ। अब चाहिँ हामी चाहिँ यही अब यो ढुङ्गा लिएर चाहिँ हामी मिसिनले हाल्छ अब अनि मासतिर जाने। गाइज गाडी आइरहेको छ हाम्रो गाइज। अब चाहिँ यस्तै राम्रो राम्रो भिडियो आउँदै गर्छ गाइज। गाडी फसिहालेछ, फस्यो भन्दा नि अड्किहालेछ त ढुङ्गा हटाउनु परिहाल्यो। गाइज हाम्रो दादासँग दादा गाइज अहिले चाहिँ मैले ढुङ्गा हटाइसकेको छ र बाटो अलिक गान्दन गुन्दन छ। हामी चाहिँ गाइज गाडी आउँदैछ ढुङ्गा बोक्न आएको गुल्ची भन्ने ठाउँमा चाहिँ। यस दामी छ दाइ गाइज। दिस इज अ बजार स्पेसल। गाडी आइरहेछ हाम्रो दादा। ओ दादा के छ? सानो तल रहेछ हाम्रो गाडी चाहिँ। This is the 820 guys. Guys, ढुङ्गा हेर पुग्ने हो गाइज। गाइज हामी अब ढुङ्गा बोक्छौँ, हजुरहरूलाई यस्तै दामी दामी भिडियोहरू देखाउँछौँ होइन। दादा दामी के स्पेसल माल त दामी लाग्छ। ब्याक लुक्स कडा छ, ब्याक लुक्स झन् ड्राइभर झन् कडा छ। दादा अगाडिबाट झन् दामी छ। दादा सिसा उठाइदिनु न गाइज। अंकित ब्लग्स मम ड्याड सब्सक्राइब। हामी यस्तै भिडियो ल्याउँछौँ। यत्रो बाटो त छैन क्या पार्टी गाइज। यहीँनिर बोक्ने हो केले हाल्ने? उतेले हाल्ने होला नि त, माथिबाट बोक्दै जाने होला नि त नि। हे गाइज राम्रो भिडियो हरान चाहिँ दामी छ क्या गाडीको। मलाई दामी छ गाइज। यो गाडीहरूलाई पनि भाइरल गराइदिनु पर्यो। भाइरल गाडी हो यो, भाइरल त अब तै पनि अलि भाइरल गराइदिउँ होइन। यहाँ आइदिएछ मिसिन, भाइरल मिसिन हो। माथि सानो जेसिबी छ, त्यो नि भाइरलै हो। गाडी दामी छ। अब यहीँनिर बोक्ने भन्छ बोक्न चाहिँ गाइजहरू। Guys, this is the गाडी। This is the guys। सुल्कबर हाले हाम्रो गाडीमा नि। अब दादा गाडीमा चाहिँ अलि दामी नै छ हाम्रो भन्दा। मिसिन झन् दामी गाइज।
बच्चा पनि गाडी चढेरै जोड्यौँ होला है माथि माथितिर सुनौ दिस इज अ ड्राइभर चोर ड्राइभरहरू काम छैन भन्छ नि गाइज दादा गाडी अड्केको अवस्था गाइज दादा फेरि पाउला हो नि हेलो गाइज हामी चाहिँ अहिले कारे गोल्चे डाँडा सिन्धुपाल्चोक गोल्चेमा गाइज खाना जिसीबीको गुरु पनि सँगै यार गुरु यसो पोदिउ नि यार थै कस्तो साह्रो यार थै गाउँ भवा हुने यार भेट चाहिँ दिस इज यो चाहिँ हाम्रो सागर भाइ कहाँतिर हेर्छ खोइ यो चाहिँ हाम्रो सागर भाइको घर ससुराली घर यो चाहिँ देखेँ ठ्याक्कै देखाएको यो ठुलो घर हो कि निसी भन्नु ससुराले बाहिर त आउँछ एक्ला ती हाल्नु पनि पर्दैन चुस्सो ढकालिदियो म मात्रै हो कि ह्यान्डसम नभए त गाइज खासै ह्यान्डसम त छैन यार ह्यान्डसम भए केटी पैसा लाग्दैन मासुलाई ह्यान्डसम नभएर केटी पैसा नलाग्यो होइन गाइज यस्तो ठाउँ यार गाइज यो चाहिँ त्यो कोदो कुटिरहेको कोदो हो कि हो कोदै हो घोगार्ने भाइ हो घोगार्ने चिनिस खोइ कहाँ छ ढलन घर खोइ माथि हो धेरै माथि हो भाले गाइज नो लोकल भाले गाइज दिस इज लोकल बोका यो चाहिँ एकदम हाम्रो अहिले चाहिँ मान्छेको चाहिँ सबभन्दा नम्बर 1 बोका यही हो अर्का बुढी पाइन्छ कोले के गर्छ र भाले चोर यो चाहिँ हामी चाहिँ त्यस्तो खासै भाले चोर्ने बानी छैन यो चाहिँ पहिलेदेखि भाले चोरेर भएर भाले चोर्ने आइडिया हरेक थाहा यसलाई चाहिँ हामी चाहिँ अहिले के भन्नु गाउँतिर बाख्रा ड्याम पनि यतिखेर हुन्छ भाले चोर्ने आइडिया केटी मान्छेहरूको मन चोर्ने आइडिया चाहिँ मलाई थाहा गइछ पुरा थाहा त नै होइन होला ए होइन होला खै पार्टीले कता हो केटा म भन्दा कालो देख्छु त यार गाइज लुक एट द भ्यू दामी छ क्या ठाउँ चाहिँ यार सर यता पुरा यस्तो होइन टक्क यहाँ गाडी लोड भइरहेको दादा अगाडि टक्क लाएर निनी लोड भइरहेको अवस्था अहिले दादाहरू चाहिँ जेसीबी भित्र बसिरहनु भएको यो गाडी पछाडि छ यो दादाको गाडी दादा गाडी पनि दामी हो नि है गाइज दामी हो नि सही हो गाइज दामी घर त पाकु पुलिस माई फ्रेन्ड मम ड्याड प्रविशा दिलीप टिकटक सागपोटा ब्रदर्स माथि निम्नुङ भीमसिन सनाना गाडी नि लोड भइरहेछ
जेसिबीले तर अलिक छिटो ढिलो गर्ने कि तलकोले भने छिटो हुन्छ यस्तै हो गाइस जस्तै हो उस्तै हो सल्लल्लाला जाउँ माया खोली तरेर फर्किने गरेर बसै सर गाइस यो जेसीको टायर चाहिँ कति यो जेसीबीलाई त अनि टायर पञ्चर भयो भने त जग्गै चाहिँदैन होला है यतिकै राखेर टक्क फेरि गाइस गाडी चाहिँ भरि नै लगाइसकेको अवस्था